अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुग्यो। 27 जना घाइते। अर्घाखाँचीको पाणेनी गाउँपालिकाको दुर्गाफाँट कुर्लेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 27 जना घाइते भएका छन्। सन्धि खर्क घुम्ती तानसेन पाल्पा सडक खण्ड अन्तर्गत पाणेनी आडको कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र 1 जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एम प्रहरी नायब उपरीक्षक दिवस बहादुर जीसीले बताए। गोविन्द प्रसाद अधिकारी महाशिला गाउँपालिका पर्वत। यो बसको चालक सहचालक चाहिँ हामीहरूकै साथीहरू हो। चालक चाहिँ श्रीमान र श्रीमती चाहिँ सहचालक हो। गाडी चाहिँ त्यही चालक आफ्नै गाडी धनी नै चालक हुनुहुन्छ र गाडी चाहिँ अब आफै चलाउने हुँदा कन्डिसन त अब हरेक दिन चेक जाँच। यो गाडी फेरि पुसमा बागलुङ चल्ने गाडी हो, यो लोकल गाडी हो। त्यो हुँदाखेरि यो बिहान मोदी गाउँपालिकाको मान्छे बिहानै लिएर आएको रहेछ। यो रिजर्भ त पहिला मलाई पनि आएको थियो। यही टिमकै मध्ये 7 जना ल जानु पर्यो तपाईँको गाडीमा भनेर भनेको थियो। भनेपछि मान्छे धेरै भयो, तपाईँको गाडी क्यान्सल भयो भन्ने कुरो भयो। भएपछि ल ठिक छ भनेर मैले अनि पुगेर पछि यो गाडी रहेछ। म ठ्याक्क सुपदेउराली मन्दिर पुग्दा 12 बजे मन्दिर पुग्दाखेरि यो गाडी त्यहाँबाट निस्केको थियो। त्यो हुँदाखेरि गाडी त अब साउनी आफै हुँदाखेरि कन्डिसन राख्ने नै हो। घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत र 78 वर्षीय बिन्दु कुमार पर्वत, जिल्लाको मोदी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र मोदी गाउँपालिका 5 का बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। हाम्रो प्लानिङ चाहिँ हिजो हाम्रो जो चालक र म चाहिँ 2 भाइ जस्तै र एउटै समितिभित्र गाडी चल्ने भएको हुनाले सुपा जाने भनेर भन्ने कुरो भयो। र त म पनि आउँदैछु भन्ने कुरो भयो। उहाँ चाहिँ डिम्बुवा पाइचौरदेखि उहाँ आधी घन्टा पहिला हिँड्नुभयो र यहाँ रिडीमा पनि हाम्रो कन्ट्याक्ट भइसक्यो। पानी परिछ, अब बिस्तारै जाउँला भन्ने हाम्रो कुरो चलिरहेको थियो, कन्ट्याक्ट थियो। सुपामा गएर पनि उहाँहरू यदि चाँडो निक्लेर रिडीमा भात खाने भनेर होटललाई कन्ट्याक्ट गर्नुभएको थियो, मैले जाने कुरो। अनि जब हजुरको अर्घाखाँचीको हजुरहरूको चेक पोस्ट सुरक्षाकर्मीको चेक पोस्टमा आइसके पछाडि यो 504 पुष्पको गाडी हो भन्ने कुरो आयो। आइसकेपछि हजुर सर हो भनेपछि नम्बर दिनुहोस् त भनेर भन्नुभयो हाम्रो जो अटोको चेक जाँच हुन्थ्यो उहाँहरूसँग। अनि भनिसकेपछि अनि के भयो सर भन्दाखेरि दुर्घटना भयो सर दुर्गाफाँटमा भन्ने कुरो भइसकेपछि मलाई पनि नर्भस भयो। हाम्रो एउटै समितिभित्र भन्दा पनि हामी दाजुभाइ जस्तै यत्रो क्षति भयो रहेछ। म त्यही क्रममा हजुरको माथिबाट आउँदै गर्दाखेरि गाडी चाहिँ माथि कुनामा ठोकिसकिकन पनि यत्रो माथिबाट सिधै सिसा फुटेको र हजुरको सिधै खस्दाखेरि यात्रुहरू छलबिछलमा भएको मैले देख्नु भन्दा पनि हजुरहरूले जानकारी गर्नुभयो। र म आएँ यहाँ दुर्गाफाँटमा आएँ। गाडी रोक्दाखेरि गाडी देखियो, सुरक्षाकर्मी पत्रकार मिडियाहरू सबैलाई देखे, तर पेसेन्जर अथवा कसको के भयो। अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरवा मेडिकल कलेज पठाइएको छ। घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ। सुफा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको पर्वतको ध1ख504 नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जीसीले जानकारी दिनुभएको छ। प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट जंगलमा लगभग 100 मिटर तल खसेको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना स्थलमा प्रमुख जीसीको कमान्डमा खटिएको प्रहरीको टोली र स्थानीय उद्धार गरेको पाणेनी गाउँपालिका पूर्व अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभएको
छ। दर्शकबिन यो घटनामा परेर मृत्यु हुनेको संख्या 4 पुगेको छ। हार्दिक श्रद्धाञ्जली।